गुड मर्निङ सम्पूर्णलाई वेलकम छ मेरो च्यानलमा। आज पनि नयाँ दिनको सुरुवात साथै नयाँ भिडियो लिएर तपाईहरुलाई साथै लानेछु। इन्जोय गर्नुहोला साथीहरु। आज चाहिँ मर्निङ दबाई दिन्छु बोजूलाई। Lasan bagus. Lah, kau makan je. Okay. दिइसके दबाई पनि बोजूलाई। अब चाहिँ 8 बज्यो। जानलाई बाहिर गाडी वेट गर्नुपर्छ। लन्चहरु सबै रेडी बनाए हो। अब चाहिँ जानुपर्छ। गाडीले उफार्दैछ। 8:30 भयो। आइपुग्यो अनि अर्को बाजे पनि छ, बाटोमा उठाउँदै ल्यानुपर्छ हो। त्यही हो अब डेली ड्युटी मेरो। सन्डे टु छ। बातहरु गर्दैछ। हामी चाहिँ माथिल्लो स्टेपमा हो, अर्को बिल्डिङमा हो। बाजेहरु सबै घाम ताप्दै रहेछ तल। पुरा बसिरहेछ पर। यहाँ चाहिँ हाम्रो लन्च खाने ठाउँ हो। कोही बेला हामी यहाँ पनि आएर लन्चहरु खान्छ। यतापट्टि उतापट्टि पनि छ नि त। एकजना स्टाफले चाहिँ अहिले मलाई बोलायो कि जस अहिले आइपुगेर अनि त्यहाँदेखि के भएर त उसले यो गिफ्ट दियो है मलाई। अयो धेरै थुप्रै जनाले दिएको गिफ्टहरु चाहिँ छ, दिन्छ हैन मलाई यहाँनिर। अनि बोलाउँदै रहेछ कि थ्यांक यू। सबै देखाउँछु नि त म। यस्तो छ है आजको गिफ्ट चाहिँ। यहाँको स्टाफले गिफ्ट दिनुभयो है मलाई। आज चाहिँ भाइ पनि आउँछ हैन, भाइ र बाजे। अन्त गुड मर्निङ। कहिले लट्ठी राखिदिन्छु म। लन्च पनि ल्याएछ भाइले हो यहाँनिर हाम्रो लागि। तर निकै गरौँ ल्याएछ। मैले त ल्याइनँ, भाइले ल्याउँछु भनेर हो। लन्चहरु यहाँ राखिरहेको हाम्रो। बस्यो।
यस्तो भित्र चाहिँ बोजूहरू एक्सर्साइज गर्दै रहेछ हो। अनि चाहिँ यहाँनिर साथीहरूसँग बस्दै गरेको थिएँ। Sabita. Potongit, info. Boy, tabi. Sabita, sabita. Boy. Tungit. बोजू चाहिँ एक्सर्साइज गर्नु बस्यो हो। अनि यहाँनिर आधी घन्टा राख्छ हामीलाई। बोजूहरूलाई हेल्प गर्नुपर्छ नि त। Tapi hold it na kila, hold it tiga. Hold no, So they have to hold it. She was there. She has to hold it. No, I would like. לא משתמשת לא יודעת. התקילו שם. קדימה. לא משתמשת לא יודעת. הופה. הפי. Like what you do it also. יופי. השירותים שלך. כן, קדימה, דלי לה לה לה, טם סילנה, דלי לה לה לה. יופי. אם הייתה מוקפת. אוקיי, רגע. יש every day. ככה, stay here. Don't move. Inside. למשוך את הגוף. יופי, you see? I want her to pull. You stay here and I want her, וקדימה. קדימה, יופי, ואחורה. ככה. מצוין. לא, זה לא רוץ. גם אתה. יופי. בואי תשים לוז. Yes, it's all see that. נשים אגב קדימה. קדימה, מתי, קדימה. אגב בואי קדימה. יהיה לך יותר קל. יופי, אחת. יונו, not me. יופי, כן. תמשכי את מאיה. היי, ממבו איטליאנו. אתה רוצה מים? רגע, אני אביא לך. עזבי לא עכשיו, כל פעם בשביל שאתה רוצה מה. כן, למה אתה לוקח את זה? תודה רבה. ביחד חמדות, נכון? אתה רוצה לעזור לי? תיקח ותגלגל. שזה יהיה מגולגל, אני אשים פה בקופסה. תעבור דעת, יופי. היי ממבו. מה השעון? הכל ממבו בסדר. איטליאנו. היי ממבו. ממבו איטליאנו. אני רוצה לדעת קדימה. כן, מי שלא ישיר גם הוא, מי שלא שר. אתה לא חסר, זהו, אמרנו, מספיק? זה טוב, hold it. אז היה עוד פעם. אז היה. נכון? היה. Yes, right? יופי. ידיים פה. כאן. אחת. שתיים. יפה מאוד. יפה. שלוש. ארבע. חמש. שש. שבע. שמונה. אני אעזור לה. תשע. ולנוח בו. יאללה, חברים שלי. תודה רבה. כן, תודה רבה. תודה לרוניטי שלנו. תודה לכולנו. Thank you, רונית. सक्यो अब हाम्रो एक्सर्साइज पनि। Dito. साथीहरूसँग बसेको है रुममा। खाजा तताउनु गएको 12 बज्नु आँट्यो कि।
किचनमा हामीलाई दिन्छ नि त खानाहरू बनाउनु तताउनु ओर्नु है बनाउनु त होइन खाना तताउनु तातो पार्नुपर्छ नि त हौ यो टिस्यु पनि लाग्ने भयो हो नमक छ यो नमक पनि युज गर्छु यहाँनिर चाहिँ सुन्तला रहेछ ब्रेड रहेछ यस्तो छ किचनमा यो चाहिँ स्टाफहरूले खाएर राखेको रहेछ होइन यहाँनिर अनि यहाँनिर चाहिँ यस्तो छ कपबोर्ड छ यहाँनिर कपबोर्डमा सबै उनीहरूको चिजबिजहरू राख्छ खानाहरू बनाएर यहाँनिर इन्डक्सनमा राख्छ हो अनि त्यहाँदेखि भाँडा मोल्नेहरू चाहिँ भाँडा चाहिँ यसमा उयो गर्छ राखेर यसमा राखेर उयो गर्छ हो अन्त यहाँनिर उयोहरू छ यस्तो छ मिसिन छ यहाँनिर होइन यो त्यहाँदेखि यहाँनिर यसरी केमिकलहरू राखेको छ हो यहाँनिर चाहिँ फ्रिज छ होइन यहाँनिर चाहिँ किचनको कुराहरू देखाएको साथीहरू मैले यस्तो उयोहरू छ सबै राखेको होइन अब खाना बाँड्ने बेला हुँदैछ नि त 1 बजी चाहिँ अब खानाहरू दिन्छ अन्त त्यहाँदेखि यो खाना चाहिँ यसरी गरेर उनीहरूले उयो गर्छ बाँड्छ हो यसरी सबै ब्रेडहरू सबै रेडी बनाइरहेछ यो नुनको बट्टाहरू हो साथीहरू यहाँनिर अन्त त्यहाँदेखि यस्तो छ तपाईँहरूलाई म यहाँ पनि देखाउँछु त्यहाँदेखि यहाँ चाहिँ उँधो तल्लो बिल्डिङमा जाने बाटो हो यो चाहिँ गेट हो यहाँनिर यस्तो छ सबैजना बाजेबोजूहरू बसिरहेछ यहाँनिर मैले चाहिँ लन्च ल्याइनँ होइन आज चाहिँ भाइले नै ल्याएको थिएँ नि त नल्याउनु दिदी तपाईँलाई पर्दैन ल्याउनु भनेर भन्यो होइन अन्त त्यहाँदेखि मैले चाहिँ केही पनि ल्याइनँ बिहान त्यही चिप्सहरू ल्याएको थिएँ त्यो खायो हो अन्त भाइले बिचराले बनाएर ल्याएछ त्यही खाने हो अब है साथीहरू यस्तै छ ताती हो खाना पनि तातिसक्यो अब चाहिँ बाहिर गएको म बाहिर गएर भाइ र म खान्छ सबै बसिरहेको छ भोक लाग्यो है अहिले त पुरा यी तता ल आऊ है होइन छ यहाँ मलाई हाल्नु मिक्स गरेर हाल धुनुपर्छ त पहिला त्यो तातो पानी लगाएर बोलिन्छ होइन छैन मलाई काट्नु धुनु अनि त्यहाँदेखि खोजा गरेर माथि राख्नु अनि त्यो सोप हुन्छ नि सोप चाहिँ मसिनो काटेर सब्जी खाँदा चाहिँ सोपको साग अनि अब स्टेट अप मासु מה זה לא העברה? לא, מה הם רוצים? את נעזרת מה זה כבר 180,000? מה אני קורא לזה? בסוף אני ארוג נעשה את המסכות של אלוהים. זה נראה להם, ניקח להם את העני ואת הילדים ואלוהים, תן להם, פנק אותם, אני אתן להם, שיתנו להם מכות רצח, תסתכל עליהם, לעשות עליות, דפוק את אותה נשלם עליהם 200, ייתנו להם מכות רצח אחי ואימא שלי, ואלה אוהבים אותי כמו אבא שלהם. हाम्रो वासरुम चाहिँ यहाँ छ नि त हो
It's a double. Huh? Double. Oh. नो प्रब्लम है साथीहरू अब चाहिँ यो भित्रको चेयरहरू पनि निकाल्यो बाहिर है अनि अब के गर्छु है हामीले के गऱ्यौँ सबै तपाईँहरूलाई देखाउँदै लानेछु अझ चाहिँ यहाँनिर हाम्रो सधैँ बस्ने चेयर थियो एन्ट्री हुँदाखेरि त्यो चेयरहरू पनि सबै बाहिर राख्यो हो कोही भित्र राख्यो किनभने बोजूहरू जुरुक्क उठ्छ नि त खाना खानुसाथ अन्त चाहिँ उनीहरूलाई प्रब्लम भयो के अनि खाना खानुसाथ बोजूहरू उठ्दाखेरि चाहिँ उनीहरूलाई प्रब्लम भयो किनभनेदेखि चाहिँ अब उनीहरू पनि काम गरिरहेको हुन्छ अनि बोजूहरूलाई कन्ट्रोल गर्नै सक्दैन बाजेहरूलाई कन्ट्रोल गर्नै सक्दैन हो अन्त बाजे बोजूहरू झट्टी उठेर चाहिँ त्यहाँदेखि उनीहरू उयो गर्छ नि त त्यहाँदेखि बस्नु जानु घर जानुको लागि चाहिँ पुरा हुन्छ नि एक्साइटेड भएर अनि त्यहाँदेखि कोही चाहिँ लड्ने है अन्त कोही चाहिँ ठेलाठेल गर्ने अनि कोही बाजे बोजूहरूले चाहिँ त्यो चेयरको विषयमा हुन्छ नि अब वेटिङ अब त्यो जुन चाहिँ गाडी आउँछ भनेर चाहिँ अब 1 घन्टा 1.5 घन्टा त खाना खाएर बस्नु पऱ्यो अनि त्यहाँदेखि लड्छ है अन्त प्रब्लम हुन्छ नि त उनीहरूलाई अनि त्यो स्टाफहरू भ्याइ नभ्याइ कति हामीले पनि हेरिदिन्छौँ उनीहरूलाई हेर्नु त होइन अन्त त्यहाँदेखि हेरिदिन्छौँ अनि त्यहाँदेखि आज चाहिँ सबै जहाँ खाना खायो त्यहीँनिर बस्ने बनाइदियो है ढुक्कै भयो हामीलाई पनि ढुक्कै भयो नभए त अब खाना खानु साथ बोजूहरू जुरुक उठ्छ है राम्रो भयो हाम्रो गाडीनिर अन्त त्यहाँदेखि हामीलाई ल्याउनु अब टाइम पनि हुनु आँट्यो हो अनि त्यहाँदेखि एकछिन म चाहिँ बाहिर निस्केको नि है साथीहरू है दिनभरि घरभित्र त्यो क्लबभित्रै बस्दा आज त निस्किने जाने काम पनि थिएन किनभने म चाहिँ प्रायः जस्तो निस्केको कारण चाहिँ यहाँनिर स्टाफहरू छ होइन अनि यहाँको स्टाफहरूले चाहिँ मलाई कामहरू पठाउँछ के अब म चाहिँ यहाँनिर धेरै वर्ष भयो नि त यहाँ बसेको अनि उनीहरूसँग काम गरेको अन्त अब 10-11 वर्ष भइसकेपछि त मलाई उयो गर्छ होइन मलाई अब चिन्छ उनीहरूले सबै जान्दा छ अन्त त्यो कारणले चाहिँ उनीहरूको सामानहरू ल्याउनु पठाउँछ कि मलाई घरि यो सामान ल्याइदिए घरि त्यो सामान ल्याइदिए भनेर मलाई बाहिर पठाइबस्छ नि त अन्त त्यहाँ उनीहरू चाहिँ आफ्नो ड्युटीमा हुन्छ उनीहरू त अब ड्युटीबाट जानु पाउँदैन होइन ड्युटीबाट अन्त उनीहरूलाई चाहिँ एकछिन भए पनि त्यो उयो हुन्छ नि त के पो ड्युटी आवरमा चाहिँ उनीहरू एकदमै निस्किँदैन चारैपट्टि क्यामेरा हुन्छ है यहाँ पनि अब उनीहरूको ड्युटीमा पनि त्यसले गर्दाखेरि चाहिँ म गइदिन्छु अनि मेरो बोजूलाई उनीहरूले हेरिदिन्छ कोही बेला मेरै भाइहरू हुन्छ होइन अनि भाइहरूले हेरिदिन्छ है साथीहरू अब मैले कतिवटा कुरोहरू भन्नु खोज्छु अब है कस्तो लाग्छ नि त होइन अन्त अब कति कुरोहरू चाहिँ अब मलाई यस्तो लाग्छ अब किन निस्केको होला के कारण निस्केको होला भन्छ नि त मान्छेले अन्त त्यहाँदेखि म चाहिँ अब त्यो कारण चाहिँ अब कारण बताएको नि त अनि अब एम्बुलेन्सहरू पनि आएछ हो बोजूहरूको उयो गाडी पनि आएर तल्लो बिल्डिङमा आएको नि त म एकछिन बाहिर हावा खानु भनेर कि आज चाहिँ भित्रै बस्दा अनि त्यहाँदेखि यहाँनिर कोही बेला चाहिँ अब यस्तो हुन्छ एम्बुलेन्सहरू पनि आउँछ बाजे बोजू त हो अब है कतिको चाहिँ अब हाई प्रेसर कतिको चाहिँ सुगरहरू भएको हुन्छ होइन अन्त उनीहरूलाई त्यो कोही बेला साह्रो भइहाल्छ कि कतिजनाको चाहिँ अब केयर गिभर हुन्छ कतिजनाको चाहिँ हुँदैन नि त त्यसले गर्दा यहीँबाट हस्पिटल लान्छ अन्त मैले पनि यहाँनिर यत्रो वर्ष त गरेँ मलाई पनि अब मैले जान्यो सुन्यो है कतिजना बाजे बोजूहरू यहीँबाट मरेर पनि गयो होइन खाँदै कोही अड्किएर मऱ्यो है अनि कोही चाहिँ फेरि लडेर कस्तो भयो कसैको चाहिँ खुट्टाहरू भाँचेर त्यहीँ चेयरमा पनि त्यस्तो हुन्छ कि अनि त्यहाँदेखि त्यस्तो छ कहानी कथाहरू है साथीहरू हेरेर इन्जोय गर्नु होला अब हामी पनि घर जाने बेला हुनु आँट्यो 2 बज्यो है यहाँ चाहिँ अस्ति पुरीमा कतिवटा चिजबिजहरू चाहिँ चलाएर उनीहरूले त्यो पुरानोहरू चाहिँ सबै चेन्ज गर्यो नि त फ्याँक्यो नि त हो अन्त सबै यहाँनिर फालिराखेको छ यो चाहिँ पानीको उयो हो यहाँनिर कन्ट्रोल हो यहाँभित्र 2टा बिल्डिङको हो अब चाहिँ म पनि फर्केर जान्छु भित्र गएर बस्छु पानीहरू पिउँछु हो साथीहरू हाम्रो यहाँनिर क्लबको अगाडि त्यो गेटको अपोजिटमा चाहिँ यहाँनिर निम्बुहरू पनि फुल्यो है अनि सिजन रहेछ अहिले फलफुलहरू फुल्ने यो आँप पनि यति डरलाग्दो फुलेको छ है अनि सानो बोट है यो त कति सानो गमलामा रोपेको होला कति फल छ है आम्मामाम यहाँनिर फल भन्ने कुरो चाहिँ इजरायलमा चाहिँ यति डरलाग्दो फल छ मैले पनि सुन्तला रोपेको थिएँ साथीहरू अस्ति मैले कति देखाएँ पनि होइन तपाईँहरूलाई यति करोड फल्यो होला भुइँमा थाक झरेको छ अब कसैले अब लगेर दिनु खानु भन्ने कुरो आउँदैन यहाँनिर आफू किनेर खान्छ मान्छेहरूले हो अन्त त्यहाँदेखि आफै किनेर खान्छ अन्त आफ्नै हुन्छ नि त दोकानमा उनीहरूले हाम्रो छ भन्छ है अनि उनीहरूले अब हामीले दिएको थाप्दैन पनि प्रायः जस्तो कि अनि 1-2जना साथीहरूलाई चाहिँ मैले लिएर दिएँ राम्रो छ भाइहरू राम्रो छ ल है साथीहरू अब 2:30 पनि भइसक्यो है अनि हामी चाहिँ जाने अब भाइ चाहिँ उता साइड हो मेरो चाहिँ उता साइड हो अर्को साइड हो बाई ल है अब नेक्स्ट विक ओके अर्को हप्ता भेटौँला है
साथीहरू अब गाडी पनि आइपुग्यो है ल्याउनु अब घर जाने आइपुग्यो घरमा 2:35 गइसकेछ हो फुलहरू पनि फुल्दैछ अलिक सुक्खा सुक्खा सिजन भयो है अब कति कुहिएर गइसक्यो आधी चाहिँ भुइँमा यसरी कुहिरहेको छ है सुन्तला अन्त कति 4-5 जना मान्छेले टिपेर लग्यो हैन र पनि यस्तो भित्र बिक्न छ है सुन्तला अनि यस्तो छ है साथीहरू खै यहाँनिर चाहिँ अस्ति नै यो त उयो हो म यहाँ सुन्तला हेर्न आएको थिएँ कि यो चाहिँ बमको उयो है साथीहरू बमको टुक्रा उछिटेर चाहिँ मेरो यहाँ घर छ यो घरको यसरी दैलोमा झरेको है यो चाहिँ तिनटा तर एकदम साउन्ड आयो यो झर्दा चाहिँ त्यो बिस्तारो ठ्याक्कै चाहिँ झरेन एकदम साउन्ड आएर झऱ्यो भुइँमा है अस्ति नै तर अब 3-4 महिनाहरू भयो यो यस्तो भएको यो झरेको चाहिँ है अनि अब यहाँनिर यतातिर बस्नेहरूलाई त सबैलाई थाहा छ है कतिजना साथीहरूलाई चाहिँ अब कस्तो हुन्छ होला के होला भन्ने हुन्छ नि त हैन त्यो भएर चाहिँ मैले यहाँ ठिकै पाएँ अहिले के मैले टिपेर राखेको थिएँ नि त मेरो बोजूको छोरीहरूलाई पनि देखाएँ हैन बोजूहरूले पनि हेऱ्यो त्यहीँ राख नफ्याँक भन्दै थियो साँच्चै नै यहाँ रहेछ आज चाहिँ पाएँ तपाईँहरूले हेर्नुहोस् है यहाँ यस्तो छ यी 3 टुक्रा अब यसले चाहिँ अब एकजनालाई भेट्यो भने त अब ठहरै पार्छ होला नि है त्यत्रो माथि फोर्सबाट आएको हैन माथि पड्काएर चाहिँ त्यति बेला चाहिँ यो के झर्दाखेरि चाहिँ अब यत्रो भएर झरेको थियो हैन तर त्यति बेला चाहिँ यस्तो खालको भएको थियो हो हाम्रो यहाँ बसेको यहाँ घरहरू त पुरै हल्लेको हैन दैलोहरू त पुरै अब हल्लेको त्यस्तो भएको थियो है अब के गर्नु कस्तो लाग्छ नि अब यस्तो छ स्थिति यहाँको हो ला चिया पिउनु पर्यो भनेको त दुधै छैन रहेछ दोकान जान्छु अब दुध ल्याउनुलाई ला हो चिया चाहिँ बनाएँ कि दुध हेर्नु आएको त छैन रहेछ पर हो देखिरहेको यहाँ देखिरहेको बिल्डिङमा हो कि हाम्रो सानो दोकान चाहिँ घरबाट 5 मिनट लाग्छ आउनुलाई त्यहीँनिर हो यस्तो छ यहाँ घरदेखि यता माथिहरू चाहिँ रहेछ दुध ल्याउनु आएको कि यो लान्छु सधैँ युज गर्ने हाम्रो 3% हो नि त यो 3% को लान्छु एउटा सके लिएर पनि 7 सेकेल अनि उयो रहेछ 7 सेकेल र 20 पैसा रहेछ प्याजहरू सबै यसरी सजाएर राखेको रहेछ हो गरम भयो 2 घन्टा सुतेर रेस्ट गरेर 2 घन्टा रेस्ट गरेर पनि उठ्यो अब चाहिँ भोलिलाई चियाहरू दिन्छु हो लाइक त हस्त हुन्छ साथीहरू बाई बाई सी यू नेक्स्ट ब्लग डोन्ट फर्गेट टु लाइक सब्सक्राइब बाई